कस्तो गर्मी छ हौ। यति धेरै घाम त लागेको छैन, भए पनि गर्मी चाहिँ गर्मी छ। यति खनेको हैरान परे म। ल यहाँ सुन्तला फल्दैछ। यी हाम्रो बाजेले घरबाट गमलामा फल्दै गरेको सुन्तला ल्याउनु भएको थियो। यहाँ रोपेको यस्तो भयो। यसलाई डिस्टर्ब भएर यहाँ झारो खुल्यो। फुल मैले पर लगेर सारेको छु, फाल्नलाई पाप लाग्छ, माया लागेर। यो फुल पनि यसलाई सुन्तलालाई डिस्टर्ब गर्यो। यो बारको छेउतिर रोपिदिनु मन छ। अहिले म सार्छु। अहिले म गले निकै नि खाना खाएर भाँडा माझेर किचन सफा गरेर लगातार यहाँ लागेको निकै गले। अनि त्यसपछि त्यहाँको फुलबारीको फुल चाहिँ ल यहाँनिर मैले यो घर ताप्रे झार पनि रोपेको छु। ल दबाई औषधि। अनि ल त्यहाँको फुल चाहिँ यहाँ लाइनले सरर रोपेको छु। पानी पर्यो भनेदेखि एउटा पनि नमरिकन यो फुलहरू सबै बाँच्छ। अब बिस्तारै बिस्तारै यो बिरुवाहरूलाई अलिअलि गोडगाड बनाउनु पर्छ। झार धेरै छ, के गर्नु, गाह्रो छ हौ, गाह्रो छ।